नमस्ते सबैलाई। एकदम छोटो समयको आग्रहमा पनि यति माया गरेर यो सभा आयोजन हुने सबैप्रति आभार। आज हामीसँग हुनुहुन्छ माननीय पुकार बमज्यू र चिस्पा नेपालको सिइओ स्वस्तिका श्रेष्ठजी। यो कार्यक्रमको लागि चाहिँ छोटो समयमा हाम्रो बस्नेतको गुरु पनि आउनुभएको छ, आफै स्वयं हाम्रो रामराजा सर नै आउनुभएको छ। मैले कहिलेकाहीँ भन्छु रामजी आउनुहुन्छ, त्यसपछि हामी आउँछौँ, हनुमान पनि आएपछि अनि पुरै कम्प्लिट हुन्छ, रामकथा सुरु हुन्छ। यति धेरै माया गरेर छोटो समयमा आइदिनु भयो। अब हामी त बाँकी कुरा बोल्दै गरौँला, मुख्य उहाँहरूकै कुराबाट अहिले हामी सुरु गरौँ। सर्वप्रथम म स्वस्तिका श्रेष्ठजीलाई आफ्नो सम्बोधन राखिदिनु हुन आग्रह गरेँ। उहाँ चाहिँ लगभग एक दशकभन्दा बढीदेखि नै चिस्पा नेपालको उहाँ संस्थापक हुनुहुन्छ र अहिलेको कार्यकारी निर्देशक पनि हुनुहुन्छ। र त्यो चिस्पा नेपालले के काम गरिरहेको छ र उहाँका प्रोजेक्टहरू के छन्, हामीले गर्न सक्ने सहयोगहरू के छन्, त्यसै सहयोगहरूमा आफ्नो धारणा राख्नुहुँदैछ। मैले स्वस्तिका श्रेष्ठजीलाई आफ्नो धारणा राख्न सबैजनालाई नमस्ते। म चाहिँ आज ओपनिङ एक्ट हुन्छु भन्ने लागेको थिएन। म चाहिँ ओपनिङ एक्ट विष्णुजीको हुन्छ नि टन्न हाँस्ने, अनि त्यसपछि अलिकति दुःखको कुरा त्यसपछि म गरौँला जस्तो लागेको थियो होइन। सो आई रियली अपोलोजाइज टु स्टार्ट दिस इभिनिङ आज अलिकति दुःखको कथाबाट रेखेँ। सो नट अ पर्फेक्ट ओपनिङ एक्ट, तर अगेन थ्याङ्क यू सो मच। यो खास अहिलेको कता इको भइरहेको छ। अहिलेको खास एकदमै सर्ट भिजिट पनि हो। अहिले यो हार्वर्डमा लास्ट यो विकेन्डमा चाहिँ द नेपाल डिस्कोर्स भनेर भइरहेको थियो, अनि त्यसैमा एउटा शिक्षाको प्यानलको लागि म आएको थिएँ। केही सेयरिङहरू टिच फर नेपालको मैले लास्ट टाइम चाहिँ अलिकति सिरियसै भएर प्रेजेन्टेसन गरे जस्तो लाग्यो होइन। पुरा भिडियो सिडियो राखेर पुरा भइरहेको थियो। आइम गोना स्किप द्याट टुडे, किनभने आज चाहिँ के भन्छ यो दोस्रोचोटि फर्किँदाखेरि चाहिँ अलिक परिवार जस्तो भएर फर्किनु पऱ्यो होइन। पहिलोचोटि आउँदाखेरि अलिकति सिरियस भएर प्रोफेसनली आउनु पऱ्यो। सेकेन्ड टाइम एउटा ठाउँमा दोस्रोचोटि फर्क्यो भनेपछि त अलिअलि माया बसेको ठाउँ भयो भएर होइन। होइन सेयर अ लिटल बिट अफ मेरो अलिकति पर्सनल जर्नी। सो कहाँबाट सुरु गर्न चाहन्छु भने म टिच फर नेपालको अघि विष्णुजीले भन्नुभएको जस्तो 14 वर्ष भयो। यो 14 वर्षको कुराहरू सम्झिँदाखेरि एउटा पर्टिकुलर दिन चाहिँ मलाई एकदम स्पष्टसँग याद आउने भनेको होइन, अनेकौँ समयहरू भए, अनेकौँ घटनाहरू भए, अनेकौँ दृश्यहरू भए होइन, तर एउटा पर्टिकुलर एकदमै याद आउनेहरूमा एउटा घटना एकदमै याद आउने भन्ने चाहिँ के छ भने जनकपुरको एउटा स्कुलमा जाँदाखेरि होइन। अब सरकारी स्कुल तपाईँहरूले कल्पना गर्न सक्नुहुन्छ होइन, नेपालको सरकारी स्कुल भने यत्रो ठुलो मैदान हुन्छ होइन। मैदानमा चाहिँ स्पेसली तराईको पब्लिक स्कुल्सहरूमा मैदानको कमी हुँदैन, त्यहाँ खालि भ्याएसम्म चाहिँ त्यति स्कुलको मैदान हुन्छ। त्यसपछि स्कुलका भवनहरू चाहिँ त्यसको वरिपरि हुन्छ र भवनहरू पनि तपाईँहरूले कल्पना गर्नु। अगाडि चाहिँ एकजना बहिनी खन्च्याङ गरेर दौडिँदै मेरो वरिपरि केही बच्चाहरू जम्मा भइसकेका थिए, अनि ऊ पनि मेरो अगाडि दौडिँदै आइरहेको थियो। यसो हेरेँ, अब यो कथाले माग गरे भएर भन्छु होइन। अब यसो हेर्दाखेरि पनि नानी चाहिँ अब कालो रङको होइन, अब त्यो हुन्छ नि गडा रङको, त्यसपछि खन्च्याङ गरेर आइरहेछ होइन। उसको लुगा लगाइहरू पनि हेर्दाखेरि त्यो अब सम्पन्न परिवारको होइन भन्ने बुझिन्छ होइन। उसको लुगाहरू उसको गरे र खुट्टा चाहिँ अलिकति के भयो त्यो बाङ्गो गरेर खन्च्याङ गरेर दौडिरहेछ, कपाल जिङ्रिङ छ होइन। अनि उसलाई देख्ने बित्तिकै मेरो दिमाग चाहिँ सरर त्यो एक हिसाबले चाहिँ उसको एउटा त्यो भविष्य आँखा देखिहाल्यो क्या। त्यो हेर्दै चाहिँ यो कहाँ पुग्छ होला, यसको भविष्य कहाँ पुग्छ होला भन्दाखेरि चाहिँ अब यसो सोचेँ पक्कै पनि कुनै अब यसको 9 क्लासभन्दा अगाडि बिहा गरिदिने हो आमाबाउले होइन। एसएलसी पास गर्नेवाला छैन, 9 क्लासभन्दा अगाडि बिहा हुन्छ। मोस्ट लाइकली बिहामा टन्न दाइजो दिनुपर्छ, किनभने खुट्टा खन्च्याङ छ होइन। यसै त उसलाई कसैले लैजाँदैन होइन। अनि त्यसपछि पनि गइसकेपछि पनि परिवारमा यसले सुखै चाहिँ पाउँदैन, किनभने अगेन होइन त्यो खुट्टाको खन्च्याङदेखि लिएर अब त्यहाँ के हुन्छ त प्राय जनकपुरका कथाहरू होइन। महिलाहरूले पाउने दुःखहरू के हो, एसएलसी पास नगरिकन जाँदाखेरि महिलाहरूको स्थिति के हुने, यसले दुःख पाउँछ भन्ने भयो। त्यसपछि के सोचे मैले भने जस्तो भयो होइन। एकैछिनमा चाहिँ कस्तो त्यो नेगेटिभ सोचे हो कि मैले के गरे हो, मेरो किन दिमाग यसरी गयो भन्ने खालको सोच पनि भयो। त्यसपछि फेरि के पनि लाग्यो भने मैले सोचे होइन, यो त वास्तविकता हो, यो त उसको मात्रै कथा होइन, यो चाहिँ धेरैजनाको कथा त एक्चुअली यस्तै हुन्छ होइन।
मैले सृजना गरे परिस्थिति होइन, मेरो कल्पनाले परिस्थिति गरे होइन कि परिस्थितिको बुझाइले होइन त्यो एउटा बच्चाको हेर्ने बित्तिकै कथा के हो भन्ने खालको एउटा स्पष्ट देखेको हो होइन। अनि सो त्यो घटना गयो, त्यो घटना चाहिँ एकदमै याद आउँछ होइन। अनि त्यो के हुने रहेछ भने अहिले पनि धेरै तपाईँको यस्तै खालको पब्लिक स्कुल्सहरूमा जाँदाखेरि झन्डै सबैजनाको एउटा कहाँ पुग्दैछन् यिनीहरू भन्ने अलिकति स्पष्टै हुन्छ। चराले पनि 2 छाक भात त चराले नै खान्छ, मान्छे भएपछि के गर्नुपर्छ भनेर पुरा भन्नुहुन्थ्यो होइन। सो आई थिङ्क त्यो सेन्स अफ पर्पस वाज अल्सो भेरी इम्पोर्टेन्ट फर मी कि एउटा गइसकेपछि जीवन कसरी बाँच्ने भन्दाखेरि चाहिँ कुनै न कुनै एउटा पर्पससँग बाँधिएर गाँसिएर होइन त्यसरी जीवन बिताउनु पर्छ, खालि आफ्नो मात्रै सोचेर पुग्दैन भन्ने। सो द्याट भ्याल्यु वाज भेरी इम्पोर्टेन्ट र सायद त्यही भ्याल्युबाट चाहिँ टिच फर नेपालको सुरुवात भएको हो। सो त्यो ठ्याक्कै गृहयुद्धको अन्तमा यो एउटा गाउँमा जाँदाखेरि होइन एकजना युवाले चाहिँ के भन्नुहुन्थ्यो नि, 23 वर्षको युवा हुनुहुन्थ्यो, माओवादीको त्यो एउटा सेनामा उहाँ काम गरिरहेको, माओवादीको त्यो एउटा के भन्छ त्यो टोली जस्तो होइन युथ टोलीमा काम गर्नुभएको। 23 वर्षमा उनका चाहिँ 8 वर्षमा उहाँ 8 क्लास हुँदाखेरि पढाइ छोड्नु भएको रहेछ, किनभने बुवा बित्नु भयो, आफ्नो भाइ बहिनीलाई पढाउनु पर्यो, आमाले मात्रै नसक्ने। सो आफूले पढाइ छोडेर भाइ बहिनीलाई पढाएर त्यसरी अनि माओवादी युद्धमा लागेको एकजना युवा हुनुहुन्थ्यो। अनि अब त्यो बेलासम्म 23 वर्षको उमेरमा बिहा भएर 2टा केटाकेटी पनि पाइसकेको होइन। र एक दिन उहाँले के भन्नुभयो भने अब हाम्रो जिन्दगी त सकियो भन्नुभयो कि 23 वर्षको उमेरमा एउटा युवाले भन्नुभयो हाम्रो जिन्दगी त सकियो, तर हाम्रो केटाकेटीको जिन्दगी कस्तो हुन्छ, हाम्रो जीवनभन्दा उनीहरूको जीवन चाहिँ भिन्न हुन्छ कि हुँदैन, हामीले जुन महसुस गऱ्यौँ, हामीले जुन दुःख पायौँ, हाम्रो केटाकेटीले पनि त्यही दुःख पाउने हो कि यो दुःखभन्दा अगाडि बढ्न सक्छ कि सक्दैन। सो त्यो क्वेसन बुझ्दै जाँदाखेरि चाहिँ अनि त्यसरी समुदायमा काम गर्दाखेरि एउटा स्पष्ट चाहिँ के हो भने सबको एकदम दुःखको चुरो होइन, हरेक व्यक्तिको एउटा भित्र मनको चुरो चाहिँ के हुँदो रहेछ भने मेरो केटाकेटीले मभन्दा ठुलो सपना देख्न सक्छ कि सक्दैन, उसको चितिज मेरोभन्दा ठुलो हुन्छ कि हुँदैन, मेरो आमबुवाको जस्तो सबै आमबुवाको आखिर एन्ड अफ द डे होइन त्यो पीडा त्यो पेन चाहिँ त्यही नै हो। र त्यही बुझ्दै गएर चाहिँ हामीले टिच फर नेपाल ठ्याक्क सुरु गऱ्यौँ, किनभने त्यो बेला 2012मा हामीले सुरु गर्दाखेरि तपाईँ सबैलाई अब अलिकति यो नेपालको शिक्षाको स्थितिको धेरै भनिरहनु पनि पर्दैन होला होइन। सो यो 12-13 वर्ष अगाडि चाहिँ झन्डै तपाईँको नेपालमा थुप्रै शिक्षासँग काम गर्ने संस्थाहरू छन् र त्यसमा हामी सहभागी पनि बनेका छौँ। तर योबाट कति धेरै प्रगति र उन्नति भएको छ भन्ने कुराको पनि म्याडमले भन्नुभयो। अब तराईको दुईवटा जिल्ला अथवा पहाडको अलिकति हामीले प्रोजेक्ट उसको रूपमा गरेका छौँ भन्ने कुराकानी गर्नुभयो। समग्र रूपमा जब राज्यले एउटा ठोस किसिमको नीति नल्याएसम्म धेरै कन्फरेन्सहरूमा नेपालमा सहभागी भएर शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा काम गर्दै गरेको विभिन्न एनजिओहरूमा, अब आइएनजिओहरू त होइन एनजिओहरू छन्, त्यहाँ पनि आइएनजिओहरूले सञ्चालन गर्ने मैले तिनमा काम गरेर परीक्षण गरेर पनि हेरेका छौँ। तर त्यो धेरै जसो हामीले काम गरेको, मेरो उमेर अहिले 62 इयर्स हुँदै गर्दा म पेसाले टिचर पनि हो, किनभने म पनि शिक्षक हुँ। म एउटा शिक्षक रहिरहँदा मैले भोगेको नेपालको हुँदा मैले थोरै कुरा हाम्रो नेपालका टिचरहरूको कन्टेस्ट कस्तो भन्दा म टिचर थिएँ, मैले मेरा छोराछोरी पढाउँथेँ, मेरा 4वटा केटाकेटी घटनाबाट मान्छेहरूलाई झरेकोहरूलाई उद्धार गर्ने काम हाम्रो हुन्छ। त्यो धर्नाबाट मान्छे खसिकिन रहेछ होइन, त्यो खस्नेबाट रोक्ने चाहिँ सरकारको काम हुन्छ। 2टा स्टेट एक्टर र नन स्टेट एक्टरको चाहिँ 2टैको भूमिका हुन्छ भनेर मात्रै मैले बुझाउन खोजेको। यो चाहिँदैन किनभने सरकारले गर्ने हो अथवा चाहिँ सरकारले गर्छ र टिच फर नेपालले गर्ने चाहिँ हामी जस्तो गैर सरकारी संस्थाहरूले चाहिँ के पनि गर्ने हो भने सम्भावना पनि देखाउने हो होइन। अझसम्म पनि सरकारी विद्यार्थीहरूलाई के भन्ने चलन छ भने धेरैको हुन्छ है। अब यो चाहिँ तपाईँको कुन सरकार के सरकार नभनौँ, तर यो पब्लिक स्कुलको विद्यार्थीहरूलाई सबैलाई प्लम्बिङ इलेक्ट्रिसियन पढाइदिउँ भन्नुहुन्छ के। तपाईँको छोरालाई आएर कसैले त्यो भने के भन्नुहुन्थ्यो? पिएचडी गर्ने पोटेन्सियल छ होइन, तर चाहिँ प्लम्बिङ यो गरिदिनु, सरकारी स्कुलमा जाने बित्तिकै चाहिँ होइन प्लम्बिङ र ऊ इलेक्ट्रिसियन मात्रै हुनसक्छ, उसका सम्भावनाहरू छैनन्। सो त्यो आवाज कसले उठाउँछ? जब सरकारले शुद्ध यस्तो नीति बनाउँछ कि अब हामी सबै प्लम्बिङ सिकाउँछौँ, यो सिकाउँछौँ, आवाज उठाउनलाई चाहिँ हामी जस्तो बेकुफहरू चाहिन्छ। हामीले गर्ने त्यति हो, सबै समाधान कसैले गर्दैन।
तर हामीले के भन्न सक्छौँ भने हामीले पढाएको विद्यार्थीहरू 20 जना होला, 40 जना होला, 100 जना होला, सानो नम्बर होला, तर त्यो सानो नम्बरले नि के भन्छ भने बाफरे यो विद्यार्थीहरू अहिले युनाइटेड वर्ल्ड कलेजको अमेरिकामा पढिरहेछ, एकजना बोस्टनको फाइनेन्सियल उसमै लास्ट इयर आउनु भएको थियो हैन। त्यसरी नै पढेर सरकारी स्कुलबाट पढेर हामीले पढाएर अहिले यहाँ स्कलरसिप पाएर पढेर बोस्टनको फाइनेन्स उसमा काम गरिरहनु भएको छ। सो आई थिङ्क हाम्रो र तपाईँले भन्नु चाहिँ मैले बुझेँ हैन, यो आधा उत्तर उहाँबाट पनि आउँछ होला, तर दुईटाको सहकार्य चाहिँ चाहिन्छ, स्टेट एक्टर र नन स्टेट एक्टरको, त्यति चाहिँ मैले पस्केँ। यहाँलाई स्वागत गर्दछु र म यो चाहिँ के छ भने म रेस्पेक्ट दुईवटा जुन काम गर्नुहुन्छ शिक्षक र डक्टरलाई म बढी रेस्पेक्ट गर्छु, अरूलाई पनि रेस्पेक्ट गर्छु, तर उहाँहरूलाई चाहिँ म अलिक बढी रेस्पेक्ट गर्छु किनभने उहाँहरूले त्यो पढाएर तल मात्रै लिने होइन कि उहाँहरूले पढाएको जुन विद्यार्थीहरू गभर्मेन्टसँग डिरेक्ट तपाईँले कम्युनिकेट गर्न सक्नुहुन्छ र त्यसमा भएको जस्तै आइडिया ब्याङ्कको कुराहरू पनि आइरहेको रेस्पेक्ट टिचर होइन, उहाँको उहाँलाई पनि रेस्पेक्ट गरेँ भने यति धेरै विद्यार्थी पढाउनु भयो होला, उहाँको सानो काम भए पनि इज समथिङ इज बेटर देन नथिङ। यसले उहाँलाई पनि एकपटक जोरदार तालीले उहाँलाई धन्यवाद गरौँ। अनि म पनि एकपटक पोखरा पर्यटन तालिम केन्द्र सिटिभिटीमा पर्यटन सम्बन्धी पढाउँथेँ र त्यहाँ पढाएको विद्यार्थीहरूलाई पछि हेर्दाखेरि उहाँहरूले जुन रेस्पेक्ट दिन्थ्यो एउटा एक किसिमको आनन्द अनुभूति आउँछ। त्यसैले पनि होला मलाई टिचरको त्यो प्रति एकदम रेस्पेक्ट जाग्छ। र मेरो प्रश्न चाहिँ तपाईँलाई के भने जस्तो 2 वर्ष भन्नुभयो त्यहाँ पढाउने विद्यार्थीहरू प्रायः हजुरको नेपाली हुनुहुन्छ कि फरेनबाट हुनुहुन्छ कि सबै नेपाली उहाँहरूलाई चाहिँ जस्तो फन्डहरू तलबहरू दिनुहुन्छ अथवा त्यहाँ बस्ने व्यवस्था कताबाट हुन्छ कसरी हुन्छ त्यति अलिकति हजुर सबै नेपालीहरू हो। हाम्रो खास यो अभियान पनि नेपाली युवाहरूले नै आफ्नो देश पुजेर भोलि गएर चाहिँ उहाँहरूले अब नेपालको विभिन्न ठाउँहरूमा नेतृत्वदायी भूमिकाहरूमा पुग्नुपर्छ भन्ने हिसाबले चाहिँ सबै नेपाली नै गरे हो। यो नितान्त नेपालमै रेजिस्टर्ड वेयर कम्प्लिटली इन्डिपेन्डेन्ट अर्गनाइजेसन, इभन दो टिच फर नेपाल जस्तो टिच फर अमेरिका, टिच फर इन्डिया भन्ने थुप्रो 60वटा देशमा छ, तर 60वटा देशमै हामी चाहिँ फेरि इन्डिपेन्डेन्ट अर्गनाइजेसन हो। सो त्यो भन्नुको मतलब चाहिँ हामीलाई कसैले टिच फर अमेरिकाले पैसा दिने त्यस्तो फन्डिङ चाहिँ हुँदैन। हामीले पहिलेदेखि नै फन्डिङहरू गरेको चाहिँ कस्तो हो भने डिफ्रेन्ट मोडलहरू छ, जस्तै कोअपरेट फन्ड रेजिङ मोडल हुन्छ। त्यो भन्नुको मतलब चाहिँ जस्तै तनहुँ र पर्सामा हाम्रो जति पनि अपरेसन्स छ त्यसलाई चाहिँ अब 60-70% चाहिँ सूर्य नेपालले कभर गर्नुहुन्छ, किनभने उहाँहरूको त्यहाँ के भन्छ फ्याक्ट्रीहरू छ, त्यही उहाँहरूको CSR अन्तर्गत उहाँहरूले त्यो जिल्लाको झन्डै होइन म्यासिभ सपोर्ट चाहिँ उहाँहरूको हुन्छ। त्यसपछि अरू ठाउँमा जस्तै गोल्छा ग्रुप छ, सुरुदेखि नै हामीलाई एकदम सपोर्ट गरिरहनु भएको। हरेक बाइक एउटा त्यो पल्सरको एउटा बाइक बिक्यो भने 100 रुपियाँ दिने होइन, त्यो हिसाबले गर्दाखेरि झन्डै 90 लाख जस्तो हुन आउँथ्यो वर्षको, किन त्यो रेटमा त्यो सेल्सहरू भइरहेको थियो। सो नेपाली कर्पोरेट्सहरूको चाहिँ लेजेन्डरी गिभिङ छ है। एउटा चाहिँ म अलिकति करेक्ट गरिदिन्छु, हाम्रो अपरेसन्स इज प्रिटी लार्ज, किनभने हामीले वर्षमा 8,000 जस्तो विद्यार्थीहरूलाई रिच गरेर आउँछौँ। यो 12 वर्षमा झन्डै 32,000 जस्तो चाहिँ अनडुप्लिकेटेड नम्बर अफ स्टुडेन्ट्सहरू चाहिँ रिच भएको छ। सो इट्स नट अ चिप अपरेसन होइन, यो चाहिँ एकदमै एक्सपेन्सिभ छ। र त्यो फन्ड रेज गर्नलाई चाहिँ मेरो लार्ज पोर्टफोलियो अहिले मैले गर्ने काम भने चाहिँ यो फन्ड रेजिङ नै हो। त्यो भनेपछि फाउन्डेसन्सहरू हामीलाई थुप्रो फाउन्डेसन्सहरूले पहिले सपोर्ट गर्नुभएको थियो होइन। यस्तो कर्पोरेट्सहरू भयो, ब्याङ्कहरूले CSR गर्नुहुन्छ, केही पर्सन जस्तै स्टाइपेन्डकै फेलोहरूलाई जुन टिचर्सहरूलाई जाने जुन स्यालेरी हुन्छ त्यो चाहिँ पालिकाले पनि सपोर्ट गर्नुहुन्छ। सो पालिकाको पनि पार्टनरसिप त्यसमा एकदमै सपोर्ट हुन्छ। सो 60 to 80% चाहिँ पालिकाहरूले त्यो स्टाइपेन्डमा राख्नुहुन्छ। बाँकी हामीले खोज्छौँ, कन्टिन्युसली फन्ड रेज गर्छौँ होइन। वी आर अल्सो सपोर्टेड बाई इन्डिभिजुअल। जस्तै नेपालमा चाहिँ म यहाँभन्दा आउनभन्दा ठ्याक्कै अगाडि गाला फन्ड रेजिङ डिनर गराएको थियौँ होइन। त्यसमा झन्डै अबाउट 40 लाख हामीले त्यहीँबाट रेज गरेका थियौँ, टिकटको सेल्सहरूबाट, अक्सन्सहरूबाट होइन। सो कन्टिन्युसली यस्तो खालको इभेन्ट्सहरूबाट इन्डिभिजुअल डोनेसन्सदेखि लिएर
कर्पोरेट फाउन्डेसन्सहरूबाट सबै चाहिँ कन्टिन्युसली रेज गरेर आउँछौँ। सो नम्बर अफ फेलोज कुन साल चाहिँ हाम्रो कतिजना टिचर हुन्छ, अहिले झन्डै 55जना जस्तो टिचर्सहरूले क्लासरुममा पढाइरहनु भएको छ होइन। कहिले 80 कहिले 150 पुग्छ, अब त्यो रेन्ज होइन टाइम हेरिकन पुग्छ। त्यो भनेको हाम्रो बजेट एनिवेयर बिट्विन 6.5 करोडदेखि लिएर 9.5-10 करोडसम्म पुग्छ होइन। त्यो चाहिँ हामीले कन्टिन्युसली रेज गर्ने हो। यो सेतो कपाल देख्नु भएको छ नि, यसैको यो 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 यहाँ देखिन्छ होइन, पैसा कहाँबाट आउँछ भने यो कपाल सेतो गरेर आउँछ। सो वे कन्टिन्युसली फन्ड रेजिङ, तर वी भेरी भेरी ग्रेटफुल। फेरि त्यो सपोर्ट चाहिँ धेरैजनाले चाहिँ हो पब्लिक एजुकेसनलाई सपोर्ट गर्नुपर्छ भनेर गरि पनि रहनु भएको छ। सो थ्याङ्क यू फर द्याट क्वेसन।